यो चाहिँ मेरो टमाटर फार्मिङ। यसमा चाहिँ तपाईँ देख्न सक्नुहुन्छ क्या रमाइलो लाग्छ। यस्तो हेऱ्यो भने हल्का व्यवस्थापन गर्न सकिएन, केही देउता पूजाको कारणले पहाड जानु पर्यो र हल्का समय अपुग भयो, त्यस्तै भयो। त्यसको बावजुद अब भुइँ टच हुन पुग्यो। भुइँ टचको लागि चाहिँ मैले पराल आलु लगाएको थिएँ, तर यस्तो फलेको थियो। यस्तो यो पुरा टमाटरहरू चाहिँ खतरनाक नै हो यससालको। यस्तो फलेको थियो नि, त्यसैले हामीले कुनै पनि टमाटरको बिउहरू छनौट गर्दा चाहिँ हाइब्रिड जात चाहिँ छनौट गर्नुपर्ने हुन्छ। भित्र देखिन्छ यस्तो फलेको देखिन्छ नि। फेरि यता हेरे यतै टमाटर छ, उता हेरे उतै टमाटर छ, यता हेरे यतै टमाटर छ। प्रत्येक भित्र देखिन्छ यस्तो भित्रै यस्तो छ। यस्तो 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 कस्तो फलेको छ नि, खतरनाक नै छ। यस सालको रेकर्ड तोड्ने हो। ल कस्तो फलेको छ यार, के भन्ने। यहाँ भित्र छ, यो भित्र देखिन्छ। भुइँ नटच होस् भनेर चाहिँ फेरि खतरनाक नै हो। अब यस्तो यो देखिरहेको छैन, यसको भित्र चाहिँ यस्तरी उठायो भने देखिन्छ। यहाँ भित्रहरू छन्। अब यसलाई चाहिँ टमाटर फेरि घाँसले हो नदेखिएको, यस्तो पुरै बोटहरू भित्र छन्। भित्र यस्तो यस्तो अब यो छ के छ, यस्तो छ। यस्तो यति धेरै लगाइएको थियो त्यहाँदेखि लिएर यहाँसम्म। यो चाहिँ स्टेकिङवाला हो। केही कमजोरी हुनु पर्यो, थोडा 10-15 दिनको डिस्ब्यालेन्स हुनु पर्यो टाइमिङमा। केही दिन बाहिर जानुपर्ने भएकोले यस्तो भुइँमा टच भयो के यस्तो।